चलेन भिडियो किन चलेन त आज चाहिँ है पनिङको बारेमा पनिङ लेख्नु होला पनिङ भनेको चाहिँ प्रोसेस अफ एप्लाइङ cement paste on plastered surface to make smooth and durable. Quantity of cement required so marker change गर्नु देखिदैन देखिन हो अम्रे फेरि मेटेरियल लेखिदिन्छु है त म केही छैन यो कङ्क्रिट टेक्नोलोजी भित्र है बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजीको कङ्क्रिट टेक्नोलोजी भित्र यो पनिङको बारेमा पनि जानिराख्नु हजुरहरूले पनिङ भनेको चाहिँ के त प्रोसेस अफ एप्लाइङ cement paste on a plastered surface to make it smooth and durable. के त ड्युरेबल है देखियो है अब क्लियर छ ठीक छ अब त क्लियर छ नि हैन क्वान्टिटी अफ सिमेन्ट required भनेको equals to 1 kg per meter square 1 kg per meter square 1 kg per meter square or 1:1 cement sand ratio है यो कुरा तपाईहरुले 1:1 हुन्छ सिमेन्ट स्यान्ड रेशियो पनिङमा 1 मिटर स्क्वायर पनिङ गर्नलाई चाहिँ हामीलाई 1 केजी सिमेन्ट चाहिन्छ भन्नु खोजे है पनिङ भनेको के हो त चिल्याउने प्रोसेस पनिङ भनेको प्रोसेस अफ हामीले प्लास्टर गरिसकेको सर्फेसमा चाहिँ अझै चिल्याउनको लागि चाहिँ के त सिमेन्ट पेस्ट यदि एप्लाई गर्छौं भने चाहिँ त्यसलाई के भन्छ त पनिङ भन्छ के को लागि सिमेन्ट पेस्ट एप्लाई गर्छौं त पनिङ गर्छौं स्मूथ र ड्युरेबल बनाउनको लागि क्वान्टिटी रिक्वायर्ड भन्यो भने चाहिँ अनि यसको थिकनेस भनेको जनरली थिकनेस अफ पनिङ भनेको चाहिँ जनरली भन्यो भने चाहिँ 3 mm है 3 mm जनरली तपाईहरुले एस्टिमेटमा पनि पढ्नुहुन्छ 3 mm थिक पनिङ in 1:1 cement sand mortar भनेर
पढ्नु पनि हुन्छ थिकनेस अफ पनिङ भनेपछि है। अर्को टपिक छ तपाईहरुको पोइन्टिङ भन्ने छ है। पोइन्टिङमा चाहिँ लेख्नु होला द प्रोसेस इन which masonry joints are filled up with rich mortar mortar 1:2 to 1:3 after raking out for small depth है। के को लागि पनिङ गरिन्छ त? It protects joints from water, अनि अर्को चाहिँ for better appearance है। रुफ ट्रसहरु पढ्छौं है। रेकिङ भनेको एउटा एंगलमा काट्ने भनेको है। अब यहाँ हेर्नु त पनिङ र पोइन्टिङमा नझुकिनु तपाईहरु। पनिङ भनेको चाहिँ चिल्याउने प्रोसेसलाई चाहिँ पनिङ भन्छ। पोइन्टिङ भनेको चाहिँ बुटा काट्ने भनेर स्पेशली तपाईहरुले चाहिँ स्टोन मेसनरीमा चाहिँ यो पोइन्टिङ गरेको देख्नुहुन्छ है। यो त पनिङ केमा मेजर हुन्छ? पनिङ मेजर्ड इन स्क्वायर मिटर है। स्क्वायर मिटर। पोइन्टिङ पनि के त? मेजर्ड इन स्क्वायर मिटर। यो पनि सोधिरहेको हुन्छ पनिङ पोइन्टिङ केमा मेजर गरिन्छ भनेर तपाईहरुले एस्टिमेट। ब्रेकिङ आउट भनेको एउटा एंगलमा कट गर्नु भनेको हो के। स्लोप पारेर काट्ने भन्नु खोजे है। अब यहाँ हेर्नु है यो पोइन्टिङ भनेको चाहिँ ढुङ्गाहरुमा बेटर एपियरेन्स जोइन्टहरुलाई चाहिँ बलियो बनाउनलाई पानीबाट जोगाउनको लागि चाहिँ पोइन्टिङ गरिन्छ है। अनि 1:2 to 1:3 भनेको चाहिँ रेशियो, मोटारको रेशियो 1:2 to 1:3। रेशियो 1:2 लाउँदा हुन्छ। जनरली 1:2 गरिरहेको हुन्छ है। 1:3 को रेशियो पनि गरिरहेको हुन्छ। तर तपाईहरुले 1:2 र 1:3 आयो भने 1:2 लाउँदा हुन्छ है। फिगर बनाएर म भन्छु है। अब यहाँ हेर्नु त प्रोटेक्ट जोइन्ट्स फ्रम वाटर अनि अर्को भनेको चाहिँ राम्रो देखिनको लागि बेटर एपियरेन्स भनेको चाहिँ के त? राम्रो देखिनको लागि पनि पोइन्टिङ गरिन्छ है। अब यहाँ हेर्नु है पोइन्टिङको टाइप्स अफ पोइन्टिङमा जनरल आइडिया लिनु होला। तपाईहरुले त्यति डिटेलमा जानु पर्दैन। तपाईहरुको 5th लेभल र 4th लेभलमा सोध्न सक्ने भनेको चाहिँ पोइन्टिङको फिगर बनाउनु भन्नुभएको छ हैन। फिगर हेरौँ है त। टाइप्स अफ पोइन्टिङमा तपाईहरुलाई त्यति डिटेलमा सोध्ने भन्ने चाहिँ हैन। अब्जेक्टिभ क्वेशन आउने हो यहाँबाट आयो भने। त्यो केमा मेजरमेन्ट गरिन्छ, कति रेशियोमा राखिन्छ भनेर त्यस्तै खाले क्वेशन आउने हो है। अब यहाँ हेर्नु त फ्लस पोइन्टिङ भन्ने छ। सुरुमा चाहिँ फ्लस पोइन्टिङ भनेको चाहिँ जस्तै मेरो यो दुईटा इटाको गारो छ, अनि यो बिचमा मोटर जोइन्ट अनि यो फेरि इटाको गारो। यसरी यो चाहिँ इटा भयो हैन, इटा अथवा ढुङ्गा। मैले जोइन्टलाई चाहिँ सिधा हुने गरेर काटे भने मोटर जोइन्टलाई चाहिँ के त सिधा पारेर काटे भने यसलाई चाहिँ के भन्छ त? फ्लस पोइन्टिङ भन्छ है। सिधा पारेर काट्यो भने। अनि फेरि दुईमा स्ट्रोक पोइन्टिङ
स्ट्रक पोइन्टिङ भनेको चाहिँ सेम यो स्ट्रक्चरल युनिट छ भने चाहिँ यसरी तलतिर यसरी स्लोप बनाएर चाहिँ यदि काटिन्छ भने चाहिँ यसलाई के भन्ने भयो त स्ट्रक स्लोप चाहिँ के त रेकिङ ब्याक चाहिँ यसरी स्लोप काट्यो भने यसलाई के भन्ने भयो त स्ट्रक पोइन्टिङ भन्ने। यस बुट्टा काट्ने भनेर सम्झिनु पोइन्टिङ भन्ने बित्तिकै त इटाको गारोहरूमा अथवा मेनली पोइन्टिङ गर्ने भनेको चाहिँ हामी के गर्छौँ त ढुङ्गाको गारोहरूमा यो रोड साइडहरुमा चाहिँ वलहरु ब्रेस्ट वल रिटेनिङ वलहरुमा चाहिँ पोइन्टिङ गरिरहेको हुन्छ है। अर्को 3 मा वेदर्ड पोइन्टिङ भन्छ। वेदर्ड पोइन्टिङ मा चाहिँ यसरी मेसनरी युनिट्स भयो भने मेसनरी युनिट्स यस्तो भयो भने चाहिँ के गरी काट्ने त यस्तो गरेर यसरी काट्ने। यहाँ स्लोप बनाएर यसरी काटेछ भने यसलाई के भन्ने भयो त वेदर्ड पोइन्टिङ। वेदर्ड पोइन्टिङ भने मासतिर स्लोप बनाछ भने वेदर्ड पोइन्टिङ। रिटेनिङ वलमा कि सिमेन्ट युज गरिन्छ भन्नुभयो। रिटेनिङ वलमा हामीले त ओपीसी सिमेन्ट नै युज गर्छौं नि है। रिटेनिङ वलहरुमा ओपीसी सिमेन्ट नै युज गर्छौं। अर्को भी ग्रुप पोइन्टिङ भन्ने पनि छ। यो तल मेटाइदे थाहा पाइराख्नु पर्यो कस्तो कस्तोलाई पोइन्टिङलाई चाहिँ बुटा निकाल्ने है तरिका हो। बुटा निकाल्ने भनेर सम्झिनु पोइन्टिङ भनेको पनिङ भनेको चाहिँ चिल्याउने भनेर सम्झिनु पर्यो है। हजुर आज लास्ट क्लास हो है। अनि टाइप्स बुझेन भन्नुभयो। प्लस पोइन्टिङ भनेको चाहिँ ट्याक्क सिधा पारेर वलको फेस छ भने यसरी सिधा पारेर कुनै पनि यस्तो स्लोपहरु पारेर नकाटी गरेको छ भने त्यो पोइन्टिङलाई के भन्ने त प्लस पोइन्टिङ भन्ने। स्ट्रक पोइन्टिङ भनेको चाहिँ यसरी मासतिर यो तल चाहिँ ग्याप हुने गरेर चाहिँ यसरी काटेको छ। बुट्टा काट्दाखेरि यो फेस वल फेसमा चाहिँ यस्तो बुट्टा देखिन्छ भने त्यसलाई चाहिँ के भन्ने त यो चाहिँ माथि चाहिँ इटा भयो। यो इटा भयो अनि यो तलको पनि अर्को इटा भयो अनि बिचमा त हामीले मोटार राख्छौं नि त सिमेन्ट स्यान्डको। त्यो सिमेन्ट स्यान्ड मोटारलाई चाहिँ यो फेसमा देखिने पार्टमा चाहिँ के त काट्ने भन्नु खोजे। यसलाई चाहिँ मासतिर पारेर काटेछ भने वेदर्ड पोइन्टिङ भन्ने, तलतिर पारेर काटेछ भने चाहिँ के हो त तलतिर पारेर काटेछ भने चाहिँ स्ट्रक पोइन्टिङ भन्ने। अर्को चाहिँ भी ग्रुप पोइन्टिङ। भी ग्रुप पोइन्टिङ भनेको चाहिँ यसरी दुईटा मेसनरी युनिट्स भयो भने यो बिचमा मोटार जोइन्ट भयो भने यसमा चाहिँ यस्तो भी शेप पारेर काट्छ भने त्यसलाई चाहिँ के भन्ने त भी ग्रुप पोइन्टिङ भन्ने है। भी ग्रुप पोइन्टिङ। अर्को बिडेड पोइन्टिङ। बिडेड पोइन्टिङ भने चाहिँ यो दुईटा मेसनरी युनिट्स यसरी भयो भने यसरी दुईटा मेसनरी युनिट्स भयो भने यसरी लगभग गोलो हुने गरेर हामी मोटारलाई चाहिँ थप्छौं भने यसलाई के भन्छ त बिडेड पोइन्टिङ। जोइन्ट्सहरु है। इफ द फाइनेस्ट मोडुलस अफ स्यान्ड इज 2.5 भनेर सोध्नु भएको छ एकजनाले एमडी इजरायल खानले। त्यसलाई चाहिँ मिडियम स्यान्ड भन्ने है। इट इज ग्रेडेड एज मिडियम स्यान्ड। बिडेड पोइन्टिङ। यसरी वल फेस छ भने यो चाहिँ वल हो भने वलमै बुट्टा निकाल्ने। वलबाट देखाएर चाहिँ यसरी कुनै चाहिँ स्लोप पारेर काटेछ यस्तो कुनै चाहिँ गोलो गोलो पारेर निकालेछ भने बिडेड भन्ने। अनि यस्तो भी जस्तो बनाएर काटेछ भने त्यसलाई चाहिँ के भन्ने त भी ग्रुप पोइन्टिङ भनेर बुझ्नु पर्यो तपाईहरुले है। अर्को तपाईहरुलाई रूफ एन्ड ट्रसबाट पनि क्वेशनहरु धेरै सोधिरहेको हुन्छ अब्जेक्टिभ चाहिँ है। रूफ एन्ड ट्रसबाट रूफ एन्ड ट्रस है। मैले 5 वटा मात्र हरे कृष्ण छ। अरु पनि छ तपाईहरुले त्यति डिटेलमा चाहिँ पढिराख्नु पर्दैन। स्ट्रक पोइन्टिङ, बिडेड पोइन्टिङ हैन।
मेनली युज हुने भनेको स्टक पोइन्टिङ, वेदर पोइन्टिङ, भी ग्रुपहरू हो है। ह्याकिङ र डबिङ आउट पनि भनिदिनु न सर। ह्याकिङ र डबिङ आउट, ह्याकिङ भनेको चाहिँ तपाईले एउटा प्लास्टर्ड सर्फेस छ भने त्यसलाई खस्रो बनाउने, ट्राभलले चाहिँ यसरी कोरेर चाहिँ खस्रो बनाउने ताकि प्लास्टरहरू चाहिँ राम्रोसँग अडियोस् भन्नलाई चाहिँ ह्याकिङ भन्ने है। ह्याकिङ भने चाहिँ के त, आज म क्वाड क्लासै गर्छु, अब एउटा रुफ भने रुफ एन्ड ट्रसेस बसी चाहिँ क्वेसन एन्सरै गराउँछु, धेरै चाहिँ है, धेरै क्वेसन एन्सरै गराउँछु। अब यहाँ हेर्नु है, ह्याकिङ डबिङ आउट भनेको चाहिँ धेरै ठुल्ठुलो खाल्डो छ भने त्यो ठुल्ठुलो खाल्डोहरूलाई चाहिँ पहिला पुर्ने अनि पुरिसकेपछि मात्रै प्लास्टर गर्ने प्रोसेसलाई चाहिँ डबिङ आउट भन्छ है। अब यहाँ रुफ एन्ड ट्रसेसमा अलिकति यहाँबाट तपाईँहरूलाई सोधिरहेको क्वेसनहरू पनि हुन्छ, हेर्नु है त। रुफबाट चाहिँ ट्रसेस भनेर लेखौँ न है, ट्रस है। ट्रसमा चाहिँ सुरुमा एउटा फिगर बनाउनु होला, यस्तै त हुन्छ नि ट्रस होइन। यसरी आउँछ भने यसलाई के भन्छ त, यसलाई ऱ्याफ्टर भन्छ। यो माथिको यो लाइनलाई रिज भन्छ, आरआइडिजी रिज। अनि यस्तो स्लोप गयो, है। अनि यसलाई चाहिँ के भन्छ त, यस्तो तेर्स आउनेलाई यसलाई पर्लिन भन्छ, यसलाई ऱ्याफ्टर भन्छ। अनि यो एङ्गल जुन हरिजेन्टलसँग बना हुन्छ यसलाई चाहिँ पिच भन्छ है। यसको टर्म्सहरू चाहिँ लेख्नु होला है। क्लिट भनेको चाहिँ यो ऱ्याफ्टरलाई चाहिँ पर्लिनलाई चाहिँ सपोर्ट गर्ने या अड्याउनलाई, टिल्ट हुन नदिनको लागि चाहिँ के युज हुन्छ त, क्लिट भन्ने युज हुन्छ। यसको टर्म्सहरू लेख्नु होला। टर्म्समा ए भनेको क्लिट, क्लिट भनेको चाहिँ के त, piece of wood or metal, piece of wood or metal, wood or metal placed on rafters, placed on rafters, rafters of process to support the purlin, of process to support the purlin। के त यो ऱ्याफ्टर र यसरी तेर्सो राखेकोलाई चाहिँ पर्लिन भन्छ भने यस्तो ठाडा आएकोलाई चाहिँ के भन्छ त, ऱ्याफ्टर भन्छ। यो पर्लिनलाई चाहिँ ऱ्याफ्टरमा अड्याउने काम, इप्स भनेको चाहिँ यस्तो यो तल यस्तो स्लोप पारेको यो ऱ्याफ्टरहरूलाई कनेक्ट गर्ने पोर्सनलाई चाहिँ के भन्छ त, इप्स भन्छ। इप्स भनेको चाहिँ ऱ्याफ्टरहरूलाई कनेक्ट गर्ने पार्टलाई चाहिँ इप्स भन्छ है। अब अर्को बीमा पिच भन्यो। पिच भनेको चाहिँ के त, स्लोप अफ ट्रस विथ हरिजेन्टल, स्लोप अफ ट्रस with horizontal, सीमा पर्लिन। पर्लिन भनेको चाहिँ हरिजेन्टल मेम्बर, running along length, भने पर्लिन। अनि डीमा देखिँदैन, तल देखिँदैन होला,
के भन्छ त पर्लिन भन्ने भयो। यसरी रिजबाट चाहिँ यसरी 90 डिग्री बनाएर आउनेलाई चाहिँ र्याफ्टर भन्छ। अब हेर्नु त अर्को भनेको चाहिँ र्याफ्टर भनेको के त inclined member apart from breeze भन्यो भने यसलाई चाहिँ र्याफ्टर भन्नु पर्यो। डी मा ई मा हिप भनेको the line of inclination of sloping surface the line of inclination of sloping surface of slope roof having internal inclination less than 180 degree है। म फिगर बनाएर बुझाउँछु, यो सुरुमा लेख्नु होला। हिप भ्याली भनेको पनि क्वेशनहरु सोधिरहेको हुन्छ। क्लिट भनेको के रहेछ त piece of wood or metal placed on rafter of trusses to support पर्लिन। पर्लिनलाई चाहिँ बाँधेर राख्ने कुरालाई चाहिँ क्लिट भन्छ भनेर बुझ्नु पर्यो। पिच भनेको चाहिँ स्लोप अफ ट्रस विथ हरिजेन्टल लाई सँग चाहिँ के त जुन स्लोप बनाएको हुन्छ, एंगल बनाएको हुन्छ, त्यसलाई चाहिँ पिच भन्छ है। पर्लिन भनेको हरिजेन्टल मेम्बर रनिङ अलोङ द लेन्थ भरिमा ट्रसको लेन्थ अलोङ लेन्थमा चाहिँ गाछ भने त्यसलाई पर्लिन भन्छ है। हिप भ्याली चाहिँ म फिगर बनाएर बुझाउँछु र क्लियर हुन्छ है। हिप अनि भ्याली भनेको चाहिँ the line of inclination of sloping surface of slope roof having internal inclination greater than 180 degree। जी मा रिज भनेको चाहिँ के त एपेक्स लाइन अफ स्लोपिङ रूफ। एपेक्स लाइन अफ स्लोपिङ रूफ है। र्याफ्टर भने इन्क्लाइन मेम्बर यति सार्नु होला। फिगर यतापट्टि देखिन्छ होला है। र फिगर बनाउँछु, ठुलै फिगर बनाउँदा चाहिँ राम्रो होला। साइड सक्नुभयो? हेर्नु त र्याफ्टर भने के रहेछ त इन्क्लाइन मेम्बर अपार्ट फ्रम रिज। यो चाहिँ यस्तो रिज परेको छ भने त्यो रिजमा इन्क्लाइन भएको छ भने त्यसलाई चाहिँ के भन्छ त र्याफ्टर भन्ने भयो। हिप भनेको चाहिँ एंगल अफ इन्क्लिनेसन भनेको छ। अलि फिगर बनाएर म एक्सप्लेन गरेपछि अलिक बुझिन्छ है। सबैजनाले सारिसक्नुभयो होला है। सक्यो है। नत्र स्क्रिनशट लिनु होला है। अनलाइन क्लास लिँदा चाहिँ बरु स्क्रिनशट लिएर पछि सार्दा पनि हुन्छ। बरु अलि धेरैवटा क्वेशनहरु डिस्कस गर्न सकिन्छ। थ्योरीमा चाहिँ अलि टाइम
सेभ गर्न सकियो भने सक्यो हैन। अब हेर्नु है यहाँ तपाईहरुलाई यो हिप र भ्यालीको क्वेशन आयो भने सुरुमा हिप र भ्याली सम्बन्धी क्वेशन आउने बित्तिकै है हिप र भ्याली आउने बित्तिकै चाहिँ के गर्नु पर्यो एउटा फिगर बनाइहाल्ने यस्तो फिगर बनाउने यस्तो फिगर बनाउने है। अब यहाँ हेर्नु त इन्टरनल इन्क्लिनेसन भनेको केही हैन इन्टरनल इन्क्लिनेसन भनेको यो एंगल भनेको यो चाहिँ यदि छानो हो भने छानोको भित्रपट्टिको भाग क्वेशन पनि गराउँछु म क्वेशन पनि गराउँछु छानोको चाहिँ यदि यो छानो यो रुफ हो भने यो रुफको चाहिँ तल भित्रपट्टिको भागको एंगल जति बना हुन्छ त्यसलाई चाहिँ के भन्छ त त्यसलाई चाहिँ इन्क्लिनेसन अथवा इन्टरनल एंगल आई भनेर डिनोट गरौँ। आई चाहिँ लेस देन 180 डिग्री हैन इन्टरनल एंगल चाहिँ लेस देन 180 डिग्री अनि यो बाहिरीपट्टि यो आकाशतिर जुन एंगल बनाइरहेको हुन्छ त्यो चाहिँ एक्सटर्नल एंगल चाहिँ ग्रेटर देन 180 डिग्री भयो भने यस्तो केसमा के भन्छ यसलाई यसलाई हिप भन्छ है यसलाई हिप भन्छ। हेर्नु त आई भने इन्टरनल एंगल यो भित्रपट्टिको एंगल अनि ई भनेको एक्सटर्नल एंगल बाहिरपट्टिको एंगल है आकाशपट्टिको एंगललाई चाहिँ एक्सटर्नल एंगल भन्ने अनि यो एंगल कति त ग्रेटर देन 180 डिग्री छ अनि भित्री एंगल चाहिँ लेस देन 180 डिग्री भयो भने त्यसलाई के भन्ने त त्यसलाई हिप भन्ने है। भ्याली भनेको चाहिँ हेर्नु त आकाशपट्टि फर्केको एंगल भ्याली भनेको खोच भनेर बुझ्नु पर्यो तपाईहरुले। यसमा चाहिँ के हुन्छ त एक्सटर्नल एंगल चाहिँ लेस देन 180 डिग्री हुन्छ अनि इन्टरनल एंगल चाहिँ ग्रेटर देन 180 डिग्री हुन्छ ट्याक्कै उल्टो हुन्छ है। हेर्नु त आई भने इन्टरनल एंगल ई भने एक्सटर्नल एंगल यहाँ के भनेको छ हेर्नु भ्यालीमा द लाइन अफ इन्क्लिनेसन अफ स्लोपिङ सर्फेस अफ स्लोप प्रूफ ह्याभिङ इन्टरनल एंगल इन्क्लिनेसन ग्रेटर देन 180 डिग्री त्यो भनेको आई चाहिँ के त इन्टरनल इन्क्लिनेसन भनेको आई ग्रेटर देन 180 डिग्री भयो भने त्यसलाई के भनिदो यसलाई चाहिँ भ्याली भनिदो रहेछ है भ्याली भनिदो रहेछ है। हैन त पर्लिन भनेको के हो भन्नु भएको छ पर्लिन भनेको यदि यो तपाईको चाहिँ ट्रस हो भने यसरी ट्रस यो तपाईको छानो छ छानोमा यो रिज लाइन छ नि यो माथिको लाइनलाई रिज लाइन अथवा एपेक्स भन्छ एपेक्स लाइन अथवा रिज लाइन भन्छ यो लाइन सँगै प्यारलल हुने गरेर यस्तो तेर्सो तेर्सो पारेर चाहिँ हामीले जुन ट्रसको स्ट्रक्चर राख्छौं यस्तो रिजबाट यसरी परपेन्डिकुलर आउनेलाई चाहिँ र्याफ्टर भन्छ यसरी तेर्सो एलोङ द लेन्थ पुरै एक्सटेन्ड हुन्छ भने त्यसलाई चाहिँ के भन्छ त रिज भन्छ त्यसलाई चाहिँ पर्लिन भन्छ है सरी पर्लिन भन्छ। इप्स भनेको चाहिँ तपाईको यो रुफ भइसकेपछि यसो तल झारेको हुन्छ नि एउटा पटा जस्तो जसले चाहिँ र्याफ्टरहरुलाई कनेक्ट गरेर हुन्छ यो सबै र्याफ्टरहरुलाई कनेक्ट गर्नलाई चाहिँ एउटा पटा जस्तो सानो पातलो एउटा वुडन पिस हुन्छ नि त्यसलाई चाहिँ इप्स भन्छ है। ट्याक्क यो स्लो प्रूफ हो भने यो रुफको चाहिँ यतापट्टि साइडमा यसो हल्का तल झारेको हुन्छ त्यसलाई चाहिँ इप्स भन्छ है। हरिजेन्टल गएको हुन्छ त्यसलाई भन्छ हो पर्लिन भनेको हरिजेन्टली रुफको यदि मेरो रुफको लेन्थ भरिमा एक्सटेन्ड भएको छ भने त्यसलाई चाहिँ के भन्छ त पर्लिन भन्ने क्या रिज लाइन सँग चाहिँ प्यारलल भएर कुद्छ त्यो। अब हामी क्वेशन हेरौँ है त कस्तो कस्तो क्वेशनहरु चाहिँ आउन सक्छ यहाँबाट रुफमा भ्याली रुफ युज गरिन्छ र यसले त पानी जम्मा गर्ला नि यहाँ हेर्नु त पानी कसरी जम्छ त यहाँबाट चाहिँ के त एउटा गटर जस्तो बना हुन्छ यहाँ हामीले सपोर्ट राख्छौं अनि भ्याली बनाएर चाहिँ दुईटा घरलाई चाहिँ जोइन गरे भने यहाँबाट चाहिँ पानी बग्ने यो बना हुन्छ है यहाँबाट पानी कलेक्ट गरेर बग्ने पनि बना हुन्छ भ्यालीमा चाहिँ है। क्लिट भनेको हेर्नु त यहाँ यो चाहिँ र्याफ्टर भयो यो चाहिँ र्याफ्टर माथि पर्लिन प्रिन्सिपल र्याफ्टर माथि पर्लिन राख्यो भने यो पर्लिनलाई चाहिँ के त सपोर्ट गरेर राख्ने चीज वुड अथवा मेटललाई चाहिँ के भन्छ त क्लिट भन्छ है। अब क्वेशन हेरौँ है क्वेशन हेरौँ पानी जम्न त गटरहरु बनाइहालिन्छ नि दुईटा रुफहरु जोइन भएको केसमा चाहिँ भ्याली फर्म हुन्छ है। दुईटा ordinary Portland cement is manufactured from limestone and clay है limestone and clay। अब हेरौँ है एमसीक्यू क्वेशन हेरौँ है त म क्वेशनमा एमसीक्यूज हेर्नु है एमसीक्यूज मा the line of intersection of
line of intersection of sloping surface of a slope roof having internal angle less than 180 degree is called A मा हिप, B मा भ्याली, C मा रिज, D मा हिप्स है। अर्को चाहिँ तपाईको the members which support covering materials of a sloping roof is A मा rafter, B मा batten, C मा पर्लिन, D मा strut। हेर्नु त टुथिङ भनेको के हो भन्नु भएको छ। सुरुको के हुन्छ त ए भन्नु भएको छ ए ल ठीक छ है। यो सुरुको के भन्ने भयो त हिप भयो। कसरी हिप भयो त इन्टरनल एंगल लेस देन 180 डिग्री। अघि मैले फिगर बनाउँदा यसरी गर्यो, यो एंगल चाहिँ के त लेस देन 180 डिग्री छ भने यसलाई चाहिँ के भन्ने भयो त हिप भन्ने भयो। यहाँ इन्टरनल नदिएर चाहिँ एक्सटर्नल भने भए, एक्सटर्नल एंगल चाहिँ लेस देन 180 डिग्री भने भयो के हुन्थ्यो त एन्सर? इन्टरनल नभएर इन्टरनल चाहिँ दिएन, एक्सटर्नल दिया हुन्छ। तपाईहरु चाहिँ त्यस्तो केसमा चाहिँ के हुन्छ त भ्याली हुन्छ है। नझुक्किनु क्वेशन कहिले क्वेशन पढ्नलाई तपाईहरुले चाहिँ क्वेशन पढ्नलाई चाहिँ हतार गरेर चाहिँ धेरै मिस्टेक्स गरिरा हुन्छ। अब्जेक्टिभ क्वेशन एटेम्प्ट गर्दाखेरि चाहिँ हतार गर्ने, क्वेशन अधुरो पढ्ने। 2 लाइन क्वेशन छ भने फर्स्ट को लाइन पढ्ने अनि हावातालमा एन्सर लगाइदिने है। त्यो हावातालमा एन्सर लगाइदिने चाहिँ गर्नु भएन तपाईहरुले। यहाँ हेर्नु त के भनेको छ बुझ्नु भएन? हिप भनेको चाहिँ इन्टरनल एंगल चाहिँ यो इन्टरनल एंगल लेस देन 180 डिग्री भए यसलाई हिप भनिहाल्यो हैन। यो इन्टरनल एंगल को ठाउँमा चाहिँ एक्सटर्नल भनेर दिया भए चाहिँ यो भने एक्सटर्नल भने यो हो नि त। एक्सटर्नल ग्रेटर देन लेस देन 180 डिग्री भयो भए चाहिँ के भन्नु पर्थ्यो तपाईले? भ्याली भन्नु पर्थ्यो। हिप भ्यालीको क्वेशन आयो भने चाहिँ एउटा यस्तो फिगर बनाएर आइई भनेको चाहिँ यसो गरेर चाहिँ कन्फर्म गर्न मात्रै टिक लाउनु होला है। इन्टरनल एंगल एक्सटर्नल एंगल भनेको चाहिँ है। अब हेर्नु त द मेम्बर्स विथ सपोर्ट कभरिङ मेटेरियल्स भन्ने राफ्टर है। अब अर्को टाइप्स अफ मान्सार्ड रूफ, हिप रूफ भन्ने पनि छ। रूफहरु है, टाइप्स अफ रूफहरु हेरौँ न त। क्वेशनबाट गर्छु है त म। टाइप्स अफ रूफहरु चाहिँ पहिला एमसीक्यू लेखाउँछु अनि त्यसपछि मात्रै MCQ नै है। कन्टिन्यू 3 नम्बर। The roof sloping in 4 directions. The roof sloping in 4 directions
is called A मा hipped roof, B मा gambrel roof, C मा mansard roof, D मा flat roof. है यस्तो क्वेशनहरु पनि इन्टरनल ग्रेटर देन 180 डिग्री हुँदा हैन सर भ्याली भनेको सुमनजी त्यही हो है इन्टरनल एंगल ग्रेटर देन 180 डिग्री भन्यो भने चाहिँ भ्याली भयो है तपाई इन्टरनल र एक्सटर्नलमा चाहिँ नझुकिनु एक्सटर्नल एंगल भनेको आकाशपट्टिको एंगल छ भने त्यसलाई एक्सटर्नल एंगल अनि यो जुन घरतिर भुइँतिर जमिनतिरको एंगललाई चाहिँ के भन्ने त internal angle. अर्को क्वेशन a roof sloping in 4 directions. Roof sloping in 4 directions. Roof sloping in 4 directions, but with break in slopes. But with break in slopes. Break in slopes. Slopes is called A मा hipped roof, B मा gambrel roof, C मा mansard roof, D मा flat roof. हेर्नु त यसको आन्सर के mansard आन्सर एज B र D भन्नु भएको छ हो हिप B र C. अब यहाँ हेर्नु है तपाईहरुलाई म फिगर बनाएर भन्छु फिगर बनाएर भन्छु है यहाँ हेर्नु त स्लोपिङ इन 4 डाइरेक्सन्स भनेर मात्रै आयो भने के लाउनु त स्लोपिङ इन 4 डाइरेक्सन्स भन्यो भने हिप लाउनु है स्लोपिङ इन 4 डाइरेक्सन्स भने चाहिँ कस्तो छाना यस्तो एउटा छाना भयो भने हेर्नु त यो छाना भयो भने चारतिर नै स्लोप भएको भनेर के जस्तै मन्दिरहरुमा देख्न सक्नुहुन्छ नि तपाईहरुले हैन मन्दिरहरुमा चाहिँ चारतिर स्लोप भएको हुन्छ कि हुँदैन बिचमा चाहिँ गजुर बना हुन्छ अनि चारतिर स्लोपिङ बनायो हुन्छ त्यसलाई चाहिँ के रुफ भन्ने त हिप रुफ भन्ने है हिप रुफ भन्ने 3 को ए है 3 को ए हिप रुफ भनेको के त मन्दिरहरुको एक्जाम्पल तपाईहरुले बुझ्नु होला मन्दिरहरुमा चाहिँ के त बिचमा गजुर राख्छ अनि चारैतिर स्लोप बनाएको छ भने चाहिँ त्यसलाई के भन्ने त हिप रुफ यो भनेको हिप रुफ अनि अब अर्को के भनेको छ रुफ स्लोपिङ इन चारैतिरको डाइरेक्सनमा चाहिँ स्लोप भएको छ हैन चारैतिर स्लोप भएको छ तर के त बट विथ ब्रेक इन स्लोप्स है यो शब्दलाई ख्याल गर्नु होला ब्रेक इन स्लोप्स भनेको छ भने त्यस्तो केसमा चाहिँ म्यान्सार्ड रुफ भनेको चाहिँ कस्तो भने यसरी चारवटै डाइरेक्सनमा स्लोप भएको छ चारवटै डाइरेक्सन स्लोप भएको छ तर यो चाहिँ हल्का ब्रेक भएको छ स्लोप चाहिँ के त हल्का ब्रेक भएको छ भने त्यसलाई चाहिँ के भन्ने त म्यान्सार्ड रुफ भन्ने के दुईटा स्लोप हुन्छ भनेर बुझ्नु पर्यो म्यान्सार्ड रुफमा चाहिँ के त थोरै स्लोप हुन्छ भन्नाको अर्थ यसरी स्लोप जान्छ अनि हल्का अर्को ब्रेक भएर स्लोप अर्को स्लोप आउँछ भन्नु खोजे है यस्तो भन्नु खोजे यहाँ एउटा स्लोप थियो यहाँ स्लोप बढेर यस्तो हुन सक्छ यसलाई चाहिँ के त ब्रेक इन स्लोप भनेको यहाँ टुक्रियो नि त यसरी सिधा स्लोप थियो बिचमा टुक्राएर चाहिँ अर्को स्लोप चेन्ज गर्नेलाई चाहिँ ब्रेक इन स्लोप भनेको है मन्दिरमा हुन्छ त्यसलाई है अब यहाँ हेर्नु यो भनेको म्यान्सार्ड भयो अब हेर्नु है त यो एको क्वेशन सारिसक्नु भयो अब यहाँ
ग्याम्ब्रेल रूफ पनि भनेको छ, फ्ल्याट रूफ भनेको छ हैन। यसरी दुईतिर मात्रै स्लोप भएको छ भने, यसरी दुईतिर स्लोपिङ इन टु डिरेक्सन्स, दुईतिर स्लोप भएको छ भने यसलाई के भन्ने त गेबल रूफ भन्ने है। अनि यसरी दुईतिर नै स्लोप भएको छ अनि यसरी ब्रेक इन स्लोप भएको, बिचमा ब्रेक भएको छ भनेर बुझ्नु पर्यो। ब्रेक इन स्लोप छ भने त्यसलाई के भन्ने त ग्याम्ब्रेल भन्ने है, ग्याम्ब्रेल रूफ। फ्ल्याट रूफ भनेको चाहिँ सिधै फ्ल्याट छ भने त्यसलाई के भन्ने त फ्ल्याट रूफ। अब यसरी एकतिर मात्रै स्लोप पारेर यस्तो रूफहरू हुन्छ नि त्यसलाई चाहिँ सेड रूफ भन्छ। बुझिराख्नु पर्यो तपाईहरुले है। अब हेर्नु गेबल र ग्याम्ब्रलमा के डिफरेन्ट छ भन्नु भएको छ है। अब गेबल र के भने यहाँ हेर्नु त स्लोपिङ इन टु डिरेक्सन्स भनेर सोध्यो भने, स्लोपिङ इन टु डिरेक्सन्स भनेर सोध्यो भने गेबल रूफ लाउनु। गेबल यदि छ भने गेबल रूफ लाउनु, गेबल छैन भने यो ग्याम्ब्रेल पनि त दुईतिरै स्लोपिङ हो नि हैन, ग्याम्ब्रेल लाउनु है। स्लोपिङ इन टु डिरेक्सन्स भन्यो भने गेबल लाउने, तर स्लोपिङ इन टु डिरेक्सन्स विथ ब्रेक इन स्लोप भन्यो भने, विथ ब्रेक इन स्लोप भन्यो भने चाहिँ के लाउनु त ग्याम्ब्रेल अप्सन राइट हुन्छ। गेबल छ भने पनि ग्याम्ब्रेल हुन्छ है। के त गेबल रूफ भनेको दुईतिर स्लोप भए भने गेबल रूफ भयो। अनि दुईतिरै स्लोपिङ छ तर अघि मान्सार्डमा जस्तो ब्रेक भएको छ, स्लोप चाहिँ बिचमा ब्रेक भएर अर्कै स्लोपमा आछ भने त्यसलाई चाहिँ के भन्ने त ग्याम्ब्रेल भन्ने है, ग्याम्ब्रेल भन्ने। अब अर्को हेर्नु है, अर्को हेर्नु त माउन्टेन एरियामा ग्याम्ब्रेल रूफ है, दुईतिर डिरेक्सन हुन्छ ग्याम्ब्रेल रूफ नै हो है। यति भइसकेपछि अर्को चाहिँ तपाईहरुलाई ट्रसको बारेमा पनि सोधिदिन सक्छ। किङ पोस्ट र क्वीन पोस्ट भनेर त्यो पनि बुझिराख्नु पर्यो है। किङ पोस्ट ट्रस, क्वीन पोस्ट ट्रस भनेर है। किङ पोस्ट र क्वीन पोस्ट, किङ पोस्ट ट्रस र अर्को क्वीन पोस्ट। किङ पोस्ट र क्वीन पोस्ट है। हेर्नु त किङ पोस्टमा एउटा मेन पोस्ट हुन्छ अनि स्ट्रट हुन्छ भनेर सम्झिनु पर्यो। यसरी एउटा मेन पोस्ट हुन्छ है, किङ पोस्ट, यो चाहिँ स्ट्रट भन्छ अनि यसलाई टाई बीम भन्छ। किङ पोस्ट यसको स्प्यान चाहिँ 4 देखि 8 मिटर, 4 to 8 मिटर। क्वीन पोस्टमा चाहिँ ठुलो स्प्यानहरुको लागि युज हुन्छ, दुईटा पोस्ट हुन्छ, बिचमा स्ट्रेनिङ बीम हुन्छ अनि यस्तो हुन्छ है। यो चाहिँ क्वीन पोस्ट ट्रस भयो। कसरी सम्झिनु पर्यो तपाईहरुले, किङ एउटा राजाको दुईटा रानी थियो भनेर सम्झिनु पर्यो हैन। क्वीन पोस्ट, राजा किङ पोस्टमा के हुन्छ त एउटा मात्रै हुन्छ, क्वीन पोस्टमा चाहिँ के हुने रहेछ त दुईटा, यो भर्टिकल पोस्टहरु चाहिँ दुईटा हुने रहेछ। अनि यसलाई चाहिँ के भन्छ त स्ट्रेनिङ बीम भन्छ, तलकोलाई टाई बीम भन्छ अनि यसलाई चाहिँ के भन्छ त स्ट्रट भन्छ। यसको स्प्यान चाहिँ 8 देखि 12 मिटर। For larger span, के त क्वीन पोस्ट ट्रस्ट इज युज्ड, क्वीन पोस्ट ट्रस्ट इज युज्ड
है क्वीन पोस्ट ट्रस इज युज्ड है फर लार्जर स्प्यान भनेर सोध्यो भने किङ पोस्ट र क्वीन पोस्ट दिएछ भने तपाईहरुले क्वीन पोस्ट लाउनु पर्यो है क्वीन पोस्ट चाहिँ एकदम धेरै स्प्यानहरुमा चाहिँ के त क्वीन पोस्ट ट्रस युज भएको हुन्छ किङ पोस्ट भन्दा पनि अझ धेरै स्प्यान हामी ट्रस कस्तो बेलामा युज गर्छौं बिचहरुको बिचमा चाहिँ कलमहरु नहोस् जस्तै पार्टी फंक्सन हलहरुमा अनि पार्टी हलहरुमा पार्टी प्यालेसहरुमा चाहिँ के त बिचमा त ओपन स्पेस चाहियो नि त हैन त्यहाँ चाहिँ कलमहरु हटाउनको लागि चाहिँ हामी के युज गर्छौं त ट्रस युज गर्छौं है अर्को बोन्डको बारेमा भन्दिनु भन्नुभएको छ बोन्ड भने एमसीक्यू हेरौँ है त क्वेशनहरु हेरौँ है मैले टुथिङ र रेकिङ ब्याक भनिन हो भनिसक्या हो टुथिङ र रेकिङ ब्याक छैन यो कसैले छ भन्नुहुन्छ कसैले छैन भन्नुहुन्छ क्वेशनबाट हेरौँ न त है क्वेशनबाट चाहिँ डिस्कस गरौँ ल है त क्वेशन चाहिँ द टर्मिनेसन अफ अनफिनिश्ड वल एमसीक्यू है द टर्मिनेसन of unfinished wall in stepped fashion is A मा टुथिङ B मा पोइन्टिङ C मा रेकिङ ब्याक D मा जोइन्टिङ है अर्कोमा the work in which bricks are left projecting out bricks are left projecting out in a masonry wall is A मा टुथिङ B मा पोइन्टिङ C मा अरे सिके एनजे
RACKING है कतै RAKING पनि लेखा हुन्छ RACK रेकिङ ब्याक D मा जोइन्टिङ अर्को क्वेशन the work of finishing the mortar joints the work of finishing the mortar joints along with the wall construction is known as A मा footing, pointing, jointing, raking back. Footing, pointing, C मा raking back. D मा jointing. हेर्नु है त यो क्वेशनहरुको हेर्नु त अप्सन सबै के छ त एउटै छ है अप्सन एउटै छ 3 को D र CAD CAD भन्नुभएको छ CAD है CAD ACD भन्नुभएको छ कसैले हैन है यहाँ हेर्नु है क्वेशन राम्रोसँग पढ्नु होला CAD है सुरुमा के हो त अनफिनिश्ड वल इन स्टेप्ड फ्यासन लाई चाहिँ के भन्ने त र्याकिङ ब्याक यो चाहिँ हेर्नु है र्याकिङ ब्याक टुथिङ भने चाहिँ कस्तो भने तपाई वल बनाउँदै हुनुहुन्छ वल बनाउँदै हुनुहुन्छ अनि वल चाहिँ के त कम्प्लिट वल आज बनाउन सक्नु भएन कम्प्लिट वल आज बनाउन सक्नु भएन भने चाहिँ के त छोड्नु पर्यो नि त यसरी छोड्दाखेरि स्टेप स्टेप पारेर यसरी वललाई चाहिँ छोडिन्छ भने त्यसलाई चाहिँ के भन्छ त यसलाई चाहिँ रेकिङ ब्याक भन्छ यो स्टेप फ्यासन भनेर चाहिँ सम्झिनु पर्यो स्टेपिङ गरेको छ भने त्यसलाई के भन्छ त टेक्स्ट आउँछ है आउँछ सर मेरो टेक्स्ट आउँछ कि नै भन्नु छ सबैजनाले एकैचोटी पठाउनु भएर कतिको चाहिँ म पढ्न भ्याउँदिन 2-3 जनाको मात्रै स्क्रिनमा देखाइरा हुन्छ है आउनु चाहिँ आइरा हुन्छ अब यहाँ हेर्नु त द टर्मिनेसन अफ अनफिनिश्ड वल इन स्टेप फ्यासन यसरी यो स्टेप के त स्टेयरकेसको जस्तो स्टेप आयो भने चाहिँ त्यसलाई के भन्ने त रेकिङ ब्याक भन्ने है रेकिङ ब्याक भन्ने के भन्ने त रेकिङ ब्याक टर्मिनेसन अफ अनफिनिश्ड वल भनेपछि म भोलि वल बनाउँदाखेरि के गर्छु त अनफिनिश्ड वल माथि चाहिँ यसरी राखेर चाहिँ म फेरि वल बनाउँछु भने कन्टिन्यू गर्नलाई चाहिँ भोलिलाई चाहिँ जोइन्ट राम्रोसँग होस् हाम्रो अनफिनिश्ड वल र मैले आज चाहिँ आधी वल बनाए भोलि आधी वल लाउँछु भन्दाखेरि चाहिँ राम्रोसँग जोइन होस् भनेर चाहिँ जोइनिङ चाहिँ राम्रोसँग होस् भनेर चाहिँ हामी के गर्छौं त रेकिङ ब्याक गर्छौं अब अर्को हेर्नु त द वर्क इन व्हिच ब्रिक्स आर लेफ्ट प्रोजेक्टिङ आउट भनेको छ हेर्नु है ब्रिक्स आर लेफ्ट प्रोजेक्टिङ आउट भन्यो भने यसको आन्सर चाहिँ के हुन्छ त टुथिङ भन्छ है टुथिङ भन्छ के त ब्रिक्स लेफ्ट प्रोजेक्टिङ आउट भनेको चाहिँ यदि यो वल छ भने यसरी दाँत जस्तै प्रोजेक्ट गरेर राख्ने एउटा चाहिँ भित्रै हुन्छ अर्को चाहिँ बाहिर निकाल्छ भने यसलाई चाहिँ के भन्छ त टुथिङ भनेको यो दाँत जसरी निक्लेछ नि यहाँ हेर्नु त यो दाँत जसरी निक्लेको छ भने त्यसलाई के भन्छ प्रोजेक्टिङ आउट भनेको चाहिँ ब्रिक्स चाहिँ यसरी वल अनफिनिश्ड वलमा चाहिँ निक्लेर बसेको छ भने त्यसलाई के भन्छ टुथिङ भन्छ है टुथिङ भनेको के भन्नु पर्यो ब्रिक्स लेफ्ट प्रोजेक्टिङ आउट प्रोजेक्टिङ भनेको दाँत जस्तो बाहिर यो हेर्नु त यसरी हेर्दाखेरि दाँत जस्तो देखिन्छ त्यसलाई चाहिँ प्रोजेक्टिङ आउट भन्छ है टुथिङ टपिङ भनेको चाहिँ टपमा कुनै पनि वलहरुमा चाहिँ माथि जुन कोपिङ्स अथवा टपिङ्स भन्छ हैन माथि टप लेयरमा राखिन्छ भने त्यसलाई चाहिँ टपिङ्स भन्छ है अर्को हेर्नु है त अब यहाँ तल्लो हेर्नु त द वर्क अफ फिनिशिङ द मोटार जोइन्ट्स एलोङ विथ द वल कन्स्ट्रक्सन हेर्नु है यो क्वेशन एलोङ विथ द वल कन्स्ट्रक्सन भन्यो भने के गर्ने त एलोङ विथ द वल कन्स्ट्रक्सन भन्यो भने जोइन्टिङ है
अब यही क्वेसनमा चाहिँ आफ्टर कम्प्लिसन अफ वल कन्स्ट्रक्सन एलोङलाई हटाइदिएर चाहिँ के त एलोङ विथ हैन कि वल कम्प्लिट भइसकेपछि चाहिँ गर्नेलाई चाहिँ के भन्ने भयो त हामीले हेर्नु त द वर्क अफ फिनिसिङ द मोर्टार जोइन्ट्स आफ्टर कम्प्लिसन अफ वल कन्स्ट्रक्सन भन्यो भने के हुन्छ एन्सर आफ्टर कम्प्लिसन भन्यो भने पोइन्टिङ हुन्छ है यहाँ हेर्नु है एलोङ विथ द वल कन्स्ट्रक्सन भन्यो भने जोइन्टिङ भयो आफ्टर भन्यो भने चाहिँ पोइन्टिङ हुन्छ नझुक्किनु होला है त्यही भएर अब तपाईहरुले चाहिँ मेरो सजेसन के छ भने सधैँ एक्जाममा अब्जेक्टिभ एक्जाममा है अब्जेक्टिभ एक्जाम तपाईहरुले दिदै हुनुहुन्छ भने सुरुमा चाहिँ केयरफुल के हुनु पर्यो तपाईहरु भने क्वेशनले अधुरो पढ्ने यो चाहिँ एकदम धेरै जनाको मिस्टेक हुन्छ अधुरो पढेर क्वेशन बिगार्ने काम चाहिँ नगर्नु होला है अब हेर्नु है होल्ड फास्ट भन्नु भएको छ यहाँ हेर्नु त सधैँ ल मैले यो भने पहिला फिनिसिङ एलोङ विथ भनेको वाल बनाउँदै हुनुहुन्छ अनि मोटार जोइन्टलाई पनि मिलाउँदै हुनुहुन्छ भने मोटार जोइन्ट जस्तै वाल मैले बनाउँदै छु अनि मोटार जोइन्टलाई पनि फिनिसिङ गर्दै म गएको छु भने त्यसलाई जोइन्टिङ भन्ने तर वाल बनाइसक्छु म पछि प्लास्टर गरे जसरी नै वाल बनिसकेपछि अर्को लेयरमा चाहिँ जोइन्टहरुमा चाहिँ बुट्टा भर्छु भन्ने त्यसलाई चाहिँ के भन्ने त आफ्टर कम्प्लिसन अफ वाल भन्यो भने पोइन्टिङ हुन्छ एलोङ विथ द वाल कन्स्ट्रक्सन भन्यो भने चाहिँ के भन्छ त जोइन्टिङ भन्छ है अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङको बारेमा लेखाइदिनु सर भन्नुभएको छ ए क्वेशन सोधेको थियो ठीक छ है क्वेशन सोधेको फर अर्डिनरी मेसनरी वर्क लाइम युजेस फ्याट लाइम कर्णालीमा छ यसको बारेमा भन्नुभएको छ त्यो वुड वर्कमै हामीले डोर विन्डोहरु पढेको हो है अब यहाँ हेर्नु है ल ठीक छ रिक्वायरमेन्ट्स अफ अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङ यो सब्जेक्टिभमा आउने क्वेशन है व्हाट आर द रिक्वायरमेन्ट्स अफ अर्थक्वेक रेसिस्टेन्ट बिल्डिङ भनेर कर्णालीमा आएको थियो हो सिलेबसमा छ ठीक छ है सिलेबसमा छ भने ठीक छ एमसीक्यू बुक पढ्दा सब्जेक्टिभ पार्ट पढ्ने कि नै मेरो सजेसन चाहिँ म तपाईहरुलाई के सल्लाह दिन्छु भने एमसीक्यू किताब अब्जेक्टिभ किताब पढ्दै हुनुहुन्छ भने है अब्जेक्टिभ किताब पढ्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले सब्जेक्टिभ भनेको पछि सुरुमा अब्जेक्टिभ क्वेशनहरु एटेम्प्ट गर्नु त्यसपछि मात्रै सब्जेक्टिभ पोर्सन पढ्नु है कन्फ्युजिङ केही भइहाल्यो भने चाहिँ क्वेशन गराउँछु सुरुमा यो रिक्वायरमेन्ट्स अफ बिल्डिङ यो सोध्न सक्छ है 4th लेभल 5th लेभल सबैलाई रिक्वायरमेन्ट्स अफ earthquake resistant buildings earthquake resistant buildings requirements of के त earthquake resistance building है अब यसमा चाहिँ सुरुमा के त प्रपर साइट सिलेक्सन हामी कुनै पनि बिल्डिङ बनाउँदै छौ भने प्रपर साइट सिलेक्सन भनेको चाहिँ के हो त प्रपर साइट सिलेक्सन भनेको चाहिँ साइट चाहिँ कस्तो छ त हामीलाई चाहिने साइट हामी कुनै पनि बिल्डिङ कन्स्ट्रक्ट गर्दै छौ भने त्यो हामीले कन्स्ट्रक्ट गर्ने बिल्डिङको साइट चाहिँ के हुनु पर्यो त त्यो चाहिँ स्टेबल हुनु पर्यो अलि दह्रो ठाउँमा हुनु पर्यो वाटर लक्ड एरियाजहरु हुनु भएन हैन त्यसको बियरिङ क्यापेसिटी चाहिँ हाई हुनु पर्यो है द कन्स्ट्रक्सन साइट हैज टु बी द construction site has to be
The construction site has to be stable and safe enough. Stable and safe enough to withstand total building load. Total building loads. दोस्रोमा appropriate planning. Appropriate planning. Appropriate planning, है. The cement sand mortar preferred in half brick wall भन्यो भने 1:4 है. 1:4. Appropriate planning. 10 mm है. 10 देखि 12 mm. 10 mm लेख्दा हुन्छ. फ्लोरिङ को लागि एग्रिगेट साइज चाहिँ appropriate planning भनेको चाहिँ the shape, size and proportion of a building are important for its seismic safety. Symmetrical buildings are preferred है. अर्को तेस्रोमा चाहिँ proportion. Proportion भनेको चाहिँ length to breadth ratio. Length to breadth ratio of building should not exceed 3:1. अब तपाईहरुले चाहिँ आफ्नै ल्याङ्ग्वेजमा लेख्दा पनि हुन्छ. अर्थक्वेक रेजिस्टेन्समा कसरी लेख्न सकिन्छ भने त्यसलाई चाहिँ राम्रो साइटमा के त राम्रो साइट चाहियो हैन, स्टेबल अनि त्यो लोडहरु धान्न सक्ने साइटहरु चाहियो भनेर लेख्न सक्नुहुन्छ. एप्रोप्रिएट प्लानिङ भनेको सिमेट्रिकल हुनु पर्यो. जस्तै कि रेक्टेंगुलर शेप यस्तो सिमेट्रिकल शेप यो युभी यस्तो युभी जस्तो चाहिँ हुनु भएन. यस्तो सिमेट्रिकल भनेको कि रेक्टेंगुलर हुनु पर्यो, एकदम राम्रो प्रपर शेप साइजमा हुनु पर्यो भन्नु खोजे है. अनि अर्को भनेको चाहिँ प्रोपोर्सन भनेको लेन्थ र ब्रेथको रेशियो चाहिँ के हुनु पर्यो त 3:1 भन्दा बढी चाहिँ हुनु भएन अर्थक्वेक रेजिस्टेन्ट बिल्डिङको लागि. अब चौथो नम्बरमा अनि तपाईहरुले लेख्न सक्नुहुन्छ सिल र लिन्टेल ब्यान्डहरु युज गर्न सकिन्छ. गुड फाउन्डेसन रेस्टिङ अन अ फर्म बेस. गुड फाउन्डेसन जग चाहिँ बलियो हाल्नु पर्यो हैन. रेस्टिङ अन अ फर्म बेस. फाइभमा चाहिँ better bonding between masonry units. Between masonry units. And 6मा
construction of seal and lintel bands and lintel bands. Length is to breadth भनेको के L is to B भनेको चाहिँ 3:1. लेन्थ भनेको चाहिँ 3 times breadth भन्दा बढी हुनु भएन भन्नु खोजे है. seal and lintel bandहरु लाएर चाहिँ एकदम राम्रो बनाउन सकिन्छ भन्नु पर्यो हैन. अनि अर्को चाहिँ building has to act like a single unit for better earthquake resistance. एउटा ढिक्को एउटा मात्रै युनिट जसरी फ्रेम्ड सबै कनेक्टेड हुनु पर्यो भन्नु खोजे है. अब डबल टाइपिङ युज गर्नुपर्छ भनेर लेख्दा पनि भो आफ्नै ल्याङ्ग्वेजमा लेख्नु पर्यो. अहिले रिसेन्ट टेक्नोलोजीहरु चाहिँ कस्तो युज भइराछ त्यस्तै टेक्नोलोजीहरुको बारेमा लेख्दिने. सिल र लिन्टल ब्यान्ड हाल्नै पर्छ. ढोकाहरुमा चाहिँ झ्याल ढोकाहरुमा ओपनिङ्सहरु छ भने कनेक्ट गराउनलाई भनेर लेख्नु पर्यो है. अब अर्को क्वेशन हेरौँ है त. बोन्ड सम्बन्धी क्वेशन हेरौँ है. Allowable clay silt in sand for mortar 4 to 6% है. कम हुनुपर्छ सकेसम्म सिल्ट र स्यान्ड चाहिँ. The higher strength of rapid hardening Portland cement at early stage is higher content of tricalcium है. अब यहाँ हेर्नु है त. क्वेशन हेरौँ है. MCQ हेरौँ. Minimum width of stretcher bond. Minimum width of stretcher bond. Header bond. Header bond. And single Flemish bond. And single Flemish bond. Single Flemish bond is bricks respectively. है. A मा चाहिँ 0.5 1 1.5 B मा 1 0.5 1.5 C मा 1.5 1 0.5 D मा 0.5 1.5 1. यो क्वेशन हेर्नु त.
The minimum thickness of wall where the minimum thickness of wall where single Flemish bond is used is A मा 1 brick, B मा half brick, C मा 1.5 brick, D मा 2 brick. The equation A र C भन्नुभएको छ, दिपेन B भन्नुभएको छ, AC है, A र C हेर्नु है। As compared to English bond, the double Flemish bond is more compact है, more compact. अब यहाँ हेर्नु है, यसको एन्सर सुरुमा A, त्यस पछाडि के हुन्छ त, यसको चाहिँ C, सिंगल फ्लेमिश बन्डको 1.5 ब्रिक। डबल फ्लेमिश भन्यो भने पनि के लाउनु पर्यो त, यहाँ डबल फ्लेमिश छ भने पनि डबल छ भनेर त्यसमा 2 ब्रिक लाउने हैन है, 1.5 ब्रिकै हुन्छ है डबल फ्लेमिश भए पनि है। मोर कम्प्याक्ट भनेको एकदम कम्प्याक्ट नेचर, त्यहाँ चाहिँ धेरै ब्रिक्सहरु चाहिँ हाले हुन्छ भनेर सम्झिनु पर्यो, बुझ्नु पर्यो है। कम्प्याक्ट खादिएको भनेर बुझ्नु न है, मोर कम्प्याक्ट भनेको ब्रिक्सहरु चाहिँ अलि खादिएको हुन्छ, त्यहाँ चाहिँ हाफ ब्याट युज गर्ने भएको कारणले गर्दाखेरि। अब यहाँ तपाईहरुलाई झुक्किने हेर्नु त, झुक्किने चान्सेस अथवा झुक्क्याउने क्वेशन एक्जाममा चाहिँ क्वेशनले कसरी झुक्क्याउँछ भनेर पनि विचार गर्नु पर्यो तपाईहरुले है। यहाँ हेर्नु है, मिनिमम विड्थ अफ स्ट्रेचर बोन्ड, हेडर बोन्ड एन्ड सिंगल फ्लेमिश बोन्ड भने हुन्छ है। स्ट्रेचर बोन्ड, द फाउन्डेसन युज्ड अन विकर स्वेल इज ऱ्याफ्ट फुटिङ है, ऱ्याफ्ट फुटिङ। अब यहाँ हेर्नु त कसरी झुक्क्याउँछ भने कहिलेकाहीँ चाहिँ हेडरलाई यतापट्टि सार्दिन्छ अनि स्ट्रेचरलाई चाहिँ यतापट्टि ल्याइदिन्छ है। यस्तो कुराहरुलाई विचार गर्नुपर्छ तपाईहरुले एक्जाममा चाहिँ, अब्जेक्टिभ एक्जाम दिँदै हुनुहुन्छ भने हेडर र स्ट्रेचरलाई चाहिँ इन्टरचेन्ज गरिदिरा हुन्छ। अनि यहाँ हेर्नु त ब्रिक्स रेस्पेक्टिभली भनेको छ नि त, यो हेडरलाई चाहिँ अगाडि स्ट्रेचरलाई यता ल्यायो भने कुन एन्सर हुन्छ त, यो एन्सर हुन्छ नि हैन, बी हुन्छ। त्यसो भयो भने बी हुन्छ। ए र सी छ भन्नाले द हायर स्ट्रेन्थ अफ आरपीएच3 इज ड्यू टु कुन बुकमा ए छ अनि कुन बुकमा सी छ भन्नु त। इंग्लिश बोन्ड थिकनेस भन्यो भने 1 ब्रिक है। एनएससी स्ट्यान्डर्ड ब्रिक साइज रकिङ स्टार सोधे गर्नुहुन्छ त। The black cotton soil is unsuitable for foundation because it is difficult to excavate, bearing capacity is low, permeability is uncertain, अनि none of the above छ भने bearing capacity is low लाउँदा हुन्छ। कस्तो भिडियो हाल्दिन्छन् है, भिडियो आउँछ है, टाइम लाग्ला। जति मान्छे त्यति कुरा नै कुरा, कोही केही भन्छन् कोही के भन्छन्, त्यही भएर अब हेर्नु है, त्यो स्ट्यान्डर्ड ब्रिक साइज भनेको चाहिँ अब अहिले लेटेस्टमा चाहिँ 240 by 115 by 57 छ। जेनरली चाहिँ 230 by 115 by 57 नै छ म्याक्सिमम बुकहरुमा चाहिँ एन्सर है।
एनएच कोडमा चाहिँ लेटेस्ट भनेर चाहिँ 240 भयो भने विथ मोटार भनेर सोधेको भयो भने मात्रै रुरल टेक्नोलोजी र अल्टरनेटिभ लङ च्याप्टर छ यो सर 3 क्वेसन अन्ली किन कुन चाहिँको लाइम मोटार 1:2 केमा लाइम मोटार हाम्रो जोइन्टमा हो भने 1:3 लाउँदा हुन्छ है आरके बुकमा ए एन्ड डी प्रसादमा सी छ सो कुन फाइनर ग्राइन्डिङको कारणले गर्दाखेरि नै होला है बिल्डिङ एन्ड कङ्क्रिट टेक्नोलोजी ए च्याप्टर लङ छ 3टा क्वेसन मात्रै आउँछ भन्नुभयो अब त्यो त 3टा क्वेसन यसमा चाहिँ है म तपाईहरुलाई अब इम्पोर्टेन्ट टपिक्सहरु चाहिँ के छ भनेर पनि भनिदिन्छु यसमा तपाईहरुले एकदम इम्पोर्टेन्ट टपिक पढ्नु पर्ने भनेको चाहिँ यो कुन लबले क्वेसन सोधिरहनु भएको छ यो क्यापेसिटी वाला त्यसको चाहिँ अप्सन ट्याक्कै मिल्दैन है 7 आवर्स ब्याचिङ यो ब्याचिङ गर्ने भनेर त्यसको अप्सन मिल्दैन लगभग त्यसको 18,900 21,000 जति एन्सर आउँछ होला 18,900 मा चाहिँ लाउनु पर्यो है छुटेको क्लास छ भने फेरि रिपिट क्लास हुन्छ नत्र तपाईहरुलाई चाहिँ भिडियो प्रोभाइड पनि हुन्छ है छुटेको क्लास छ भने सरी एउटा इक्वेसन हेरौँ है त इन नेपाल the generally used method of bond in masonry wall is A-मा English bond, Flemish bond, stretcher bond, header bond. Flemish bond, C header bond, D stretcher bond. And in Nepal the generally used भने के लाउने त English bond है English bond. ल मैले English bond, Flemish bond को बारेमा अलिकति English bond मा के हुन्छ त मैले भनिसके होला English bond मा चाहिँ के त एउटा बोन्डमा एउटा कोर्समा चाहिँ यसरी है English bond र Flemish bond को बारेमा थोरै भनिदिन्छु म English bond मा चाहिँ के हुन्छ त यसरी यसलाई एउटा कोर्स भन्छ है एउटा लेयर ब्रिकको एउटा लेयरलाई कोर्स भन्छ एउटा कोर्समा चाहिँ स्ट्रेचर मैले यो भनिसके हुनुपर्छ फेरि म अहिले थोरै रिपिट गर्दिन्छु स्ट्रेचर हुन्छ अर्को कोर्समा चाहिँ के त हेडर भनेर यसरी हेडर हुन्छ है यसरी हुन्छ भने यसलाई के भन्छ त इंग्लिश बोन्ड भन्छ है इंग्लिश बोन्ड भन्नु भइसके इंग्लिश बोन्ड है कतिको क्लास छुट्या होला भिडियो माग्नु होला भिडियोमा होला है अर्को फ्लेमिश भनेको चाहिँ के त एउटै कोर्समा चाहिँ स्ट्रेचर र हेडर यसरी अल्टर स्ट्रेचर हेडर अनि स्ट्रेचर फेरि हेडर गरेर अनि फेरि माथि पनि के त हेडर अनि स्ट्रेचर हेडर अनि फेरि स्ट्रेचर यसरी एउटै कोर्समा चाहिँ के त हेडर र स्ट्रेचर राखेको छ भने त्यसलाई चाहिँ के भन्छ त फ्लेमिश भन्छ है फ्लेमिश बोन्ड भन्छ बिल्डिङ र कङ्क्रिटमा इम्पोर्टेन्ट टपिक है अब यहाँ हेर्नु है
इन कोल्ड एरिया 28 डेज मैले चार्टै बनाइदिएको थिएँ होला है क्युरिङ पिरियड अफ कङ्क्रिट इन कोल्ड एरियाज इम्पोर्टेन्ट टपिक भनेको हेर्नु है त तपाईहरुको भर्खरै रिसेन्ट फिफ्थ लेभललाई हो भने सब्जेक्टिभ पोइन्ट अफ भ्यूले फिफ्थ लेभललाई हो भने चाहिँ स्ट्रेन्थ कुन बोन्डमा धेरै हुन्छ सधैँ है स्ट्रेन्थ भनेको इङ्ग्लिस बोन्ड नै स्ट्रङ्गेस्ट हुन्छ है फ्लेमिश बोन्ड भनेको चाहिँ राम्रो देखिनलाई बेटर एपिरियन्सको लागि चाहिँ फ्लेमिश बोन्ड युज हुन्छ है फ्लेमिश बोन्ड युज हुन्छ अब हेर्नु है तपाईहरुलाई बिल्डिङको पार्ट र अर्को कङ्क्रिट टेक्नोलोजी है बिल्डिङको पार्टबाट सोध्न सक्ने भनेको चाहिँ कस्तो सब्जेक्टिभमा चाहिँ फाउन्डेसनमा सोधिरा हुन्छ लुम्बिनीमा अन्ली एमसीक्यू छ र सर 5 लेभलमा है एमसीक्यू आयो भने चाहिँ म्याक्सिमम एमसीक्यू बिल्डिङको एमसीक्यूहरु चाहिँ यो कङ्क्रिट टेक्नोलोजीबाट आउने चान्सेस बढी हुन्छ है एमसीक्यूजहरु के त यहाँबाट आउने सब्जेक्टिभ चाहिँ यताबाट आउने हुन सक्छ सब्जेक्टिभ चाहिँ बिल्डिङबाट आउने अब कङ्क्रिट टेक्नोलोजीमा सब्जेक्टिभ आयो भने कस्तो आउन सक्छ त व्हाट आर द फ्याक्टर्स एफेक्टिङ स्ट्रेन्थ फैक्टर एफेक्टिङ वर्कएबिलिटी त्यस्तै बारेमा स्लम्प टेस्टको बारेमा लेख्नु भनेर त्यस्तै क्वेशनहरु चाहिँ आइदिरा हुन्छ अनि यो सब्जेक्टिभमा चाहिँ बिल्डिङको पार्टबाट टाइप्स अफ फाउन्डेसन के हो नेगेटिभ स्पिन फ्रिक्सन भनेको के हो त्यसको असरहरु के हो ड्याम्पनेसहरु स्क्याफोल्डिङ अथवा सोरिङ डिवाटरिङहरुको बारेमा पनि राइट सर्ट नोट्सन भनेर पनि क्वेशन आउन सक्छ है द इन्टरनल डाइमेन्सन स्टोर्ड इन टु पाइल्स है यसको चाहिँ ट्याक्कै एक्ज्याक्ट एन्सर चाहिँ मिल्दैन है यसको एक्ज्याक्ट मिल्दैन है कसले पंकजजी यसको चाहिँ ट्याक्कै एक्ज्याक्टको एन्सर मिल्दैन सर डोर विन्डो स्टेयरकेस चाहिँ पढ्न पर्दैन र पढिसक्या हो नि है पढिसक्या हो सर मेसनरी वल र प्लास्टर सर्फेसमा कति हुन्छ कि मिनिमम 7 डेज है कर्णाली 4th लेभल पनि भन्नु चान्सेस क्वेशन कर्णालीको 4th लेभलहरुलाई मेरो अनुरोध के छ भने तपाईहरुले कुनै एउटा किताब फलो गर्नु किताबको चाहिँ सिम्पल क्वेशनहरु जस्तै एकदम डेप्थमा पनि जानु परेन स्लम्प टेस्टको चाहिँ टप बटम र हाइट कति हुन्छ 10 20 30 अनि यस्तै ब्याचिङहरु स्लम्प कोनको चाहिँ ट्याम्पिङ रडको डाइमेन्सन कति हुन्छ 4th लेभलको क्वेशनहरु चाहिँ है ट्याम्पिङ रड लेन्थ अफ ट्याम्पिङ रड कति हुन्छ भनेर सोधिन्छ लेन्थ अफ ट्याम्पिङ रड ए मा 60 सेन्टिमिटर बी मा 60 mm सी मा 16 mm डी मा 16 सेन्टिमिटर हेर्नु त यसरी सोधिन्छ लेन्थ अफ ट्याम्पिङ रड इज भनेर अब लेन्थ अफ ट्याम्पिङ रड कति हुन्छ त हेर्नु त सिमेन्ट स्यान्ड मोटार पोइन्टिङ रेशियो 1:3 1:2 भन्यो भने 1:2 लाउँदा हुन्छ पोइन्टिङमा 60 सेन्टिमिटर है अब सर डोर एन्ड विन्डोको क्लास भइसक्यो है भइसक्यो हैन र डोर एन्ड विन्डो मैले टाइप्स अफ डोर रिभल्भिङ डोर स्विङिङ डोर पढाइन तपाईको छुट्यो होला है छुट्यो होला यहाँ हेर्नु त लेन्थ अफ ट्याम्पिङ रड भनेपछि एक्जाममा झुक्याउनलाई 60 mm सेन्टिमिटर युनिटमा दिरा हुन्छ यसको आन्सर 60 सेन्टिमिटर हो यो 16 mm भनेको चाहिँ के हो त डायमिटर अफ ट्याम्पिङ रड 4th लेभलले चाहिँ के गर्नु त एकदम सिम्पल बेसिक क्वेशनहरु मात्रै पढ्नु है बेसिक क्वेशन मात्रै पढ्नु 4th लेभलले चाहिँ एकदम त्यो डेप्थमा जानी धेरै पढ्छु धेरै ठीक छ है क्वेशन गरौँला